प्रकाश अर्याल गृहमन्त्री को रूपमा अहिले म केही आफ्नो कुराहरू राख्न गइरहेको छु। अहिले यहाँ यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखज्यू लगायत हामी थुप्रै साथीहरू यो कमान्ड सेन्टरमा छौँ। अहिले खास गरेर यो आज 18 गते जुन खालको एउटा मौसममा अहिले वर्षात बढी भइरहेको छ, यो मौसमी वर्षात र पूर्वानुमान अनुसार आज यो पूर्वानुमानबाटै भएको कुरा हो र भोलि अनि पर्सिसम्म पनि भारी वर्षातको पूर्वानुमान गरिएको छ। जब यो पूर्वानुमान सार्वजनिक भयो, विभिन्न विज्ञहरूले भन्नुभयो, त्यसपछि हामीले 3 दिन अगाडिदेखि नै यसमा चाहिँ अग्रसरता लियौँ। खास गरेर यसमा यो क्षेत्रसँग सम्बन्धित रहनुभएका साथीहरूले सुरुमै मलाई सम्पर्क गरेर ल भारी वर्षा हुने सम्भावना छ, यो सम्बन्धी पूर्व तयारी गर्नु पर्यो, गृह मन्त्रालयलाई क्रियाशील बनाउनु पर्यो, गृह मन्त्रालय मातहतका निकायहरू र अरू एजेन्सीहरूलाई पनि क्रियाशील बनाउनु पर्यो र त्यसको लागि अग्रसरता लिनु पर्यो भन्नुभएको थियो साथीहरूले। सो बमोजिम मैले अग्रसरता लिए, आवश्यक समन्वय गरियो। समन्वय गरिसकेपछि जे कुराहरू वस्तुस्थिति थाहा भयो, त्यसपछि चाहिँ थप त्यसलाई अझै बुझ्नको लागि चाहिँ हामीले कतिपय निरीक्षणहरू पनि गर्यौँ। हाम्रो तयारीको अवस्था के छ, समन्वयको अवस्था के छ भनेर मन्त्रालयबाटै पनि हामीले कार्यक्रम आयोजना गर्यौँ। एउटा जुम मिटिङ गर्यौँ 77 जिल्लाको प्रमुख जिल्ला अधिकारीज्यूहरूलाई राखेर। त्यसपछि हाम्रो सबै सेक्युरिटी एजेन्सीहरू, सुरक्षा बलहरू, नेपाल आर्मी, नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, जल तथा मौसम विज्ञान विभाग, विपद व्यवस्थापन प्राधिकरण र मन्त्रालयका विभिन्न अरू महाशाखाहरू र सम्बन्धित अधिकारीहरू सहित बसेर हामीले समीक्षा गर्यौँ। हाम्रो समन्वयलाई हामीले अझै त्यसलाई वस्तुनिष्ठ रूपमा अगाडि बढाउनको लागि जगाउने कामहरू गरियो, अपडेट्सहरू लिने काम गरियो र त्यसबाट निर्देशन पनि भयो। थप चाहिँ यसमा हाम्रो तयारी, पूर्व तयारीहरू अब यसलाई अझै बढाउनु पर्यो भन्ने निर्देशन गरियो। निर्देशन पछिको अवश्य पनि त्यसमा निर्देशन फेरि कार्यान्वयन हुने नहुने भन्ने कुराहरू हुन्छ। अनुगमन, निरन्तर अनुगमन गर्ने त्यसको मेकानिजमहरू पनि भयो। सबै चाहिँ सक्रिय रहनुभयो र चाहिँ यो निर्देशन अनुगमनको यो चरणमा अहिले छौँ र यसमा यो प्रक्रियामा अहिले विभिन्न स्टेक होल्डर साथीहरू जोडिनु भएको छ। यहाँहरू सबैलाई थाहा छ। अहिले 3 दिनको लागि 18, 19 र 20 को लागि चाहिँ यो लामो दूरीको सवारीहरूलाई अहिले बन्द गरिएको छ। काठमाडौँ प्रवेश गर्ने र काठमाडौँबाट बाहिर जाने सवारीहरूलाई पनि बन्द गरिएको छ। योसँग सम्बन्धित भएर अरू जति पनि अवस्थाहरू आउँछन्, यता सवारी बन्द गर्दा बित्तिकै बिचमा रहेका सवारीहरूको व्यवस्थापन कसरी गर्ने, त्यसमा रहेको यात्रुहरूको व्यवस्थापन कसरी गर्ने, त्यसमा पनि विभिन्न खालका यात्रुहरू हुनुहुन्छ। कोही चाहिँ सुत्केरीको व्यथा लागेको हुनसक्छ, उहाँहरूलाई कसरी सर्भिस दिने, जहाँ हुनुहुन्छ त्यहीँबाट। अरू कतिपय बिरामी हुनुहुन्छ, उहाँहरूलाई सम्बन्धित ठाउँमा कसरी पुर्याउने। कतिपय अवस्थामा अब यो बाहेक अरू राजमार्ग बाहेक अन्त पनि हेलिकप्टरको आवश्यकता हुनसक्छ। त्यो हेलिकप्टर चाहिँ जसरी पनि पुर्याइहाल्ने, हेलिकप्टरको सुविधा पुर्याउने कुराहरूदेखि लिएर अब यात्रुहरू हुनुहुन्छ भने त्यहाँ पनि विभिन्न उमेर समूहका, विभिन्न शारीरिक अवस्थाका हुनुहुन्छ, उहाँहरूलाई पनि व्यवस्थापन कसरी गर्ने। त्यसको लागि यो विपद भनेको यो चाहिँ सबै अन्तर सरकारी एजेन्सीहरू बीचको पनि समन्वयको कामहरू हुन्छ। त्यहाँ सङ्घीय सरकार, प्रदेश सरकार, त्यसपछि विभिन्न सुरक्षा अङ्गहरू सबैको यो आफ्नो विषयवस्तु बन्छ। त्यसपछि जिल्ला तहमा पनि विपद व्यवस्थापन सम्बन्धी त्यहाँ पनि समिति छ। त्यसै गरेर स्थानीय तहमा पनि छ, वडा तहसम्म पनि छ। वडा तहसम्म पनि यसको बजेट र केही स्रोत साधनहरू छ। कतिपय अवस्थामा ट्रेन ह्युमन रिसोर्स छ, कतिपय अवस्थामा एउटा बेसिक मात्रै ट्रेनिङ लिएको अथवा ट्रेनिङ नलिएको भए पनि स्वयंसेवकहरू
केही बेसिक ट्रेनिङ सहितको स्वयंसेवकहरू हुनुहुन्छ, विभिन्न सङ्घ संस्थाहरू यसमा डेडिकेटेड हुनुहुन्छ। उहाँहरू सबैको चाहिँ सहकार्य यसमा वृद्धि गर्नको लागि निर्देशन गरिएको थियो। खास गरेर यसमा यो अहिले नागरिक र सरकारको बीचको केही सम्बन्धमा अझै सुदृढ हुनुपर्छ, बीचमा केही कमी कमजोरीहरू भए अब यो विपदको बेलामा यो सहकार्यलाई बढाउनुपर्छ र त्यसबाट केही न केही हामीले सृजनशील भएर अगाडि बढ्नुपर्छ, केही हामीले नयाँ लेसन लर्न पनि गर्नुपर्छ, त्यसलाई मजबुत बनाउनुपर्छ भन्ने पनि हाम्रो धारणा रहेको थियो। त्यस कारणले गर्दाखेरि पनि अब नागरिक अथवा सामुदायिक संस्थाहरू, अरू विभिन्न व्यावसायिक सङ्घ संस्थाहरू, यिनीहरूसँगको सम्बन्ध सुरक्षाकर्मी र राज्यका अरू जुन ब्युरोक्रेसी छ, अरू यसमा त अब राजनीतिक दलहरू पनि विभिन्न संयन्त्रहरूमा जोडिन्छन्। उहाँहरू सबैले अब एउटा नयाँ ढङ्गले यसमा सहकार्य गर्नुपर्छ, एउटा समझदारी विकास हुनुपर्छ भन्ने पनि एउटा अपेक्षा रहेको छ। यो चाहिँ विपद व्यवस्थापन सम्बन्धी ऐन पनि छ, त्यो ऐनले पनि यी कुराहरू निर्देशित गरेको छ। त्यसको पूर्ण परिपालना हुनुपर्छ, त्यसको जे स्पिरिट हो त्यो स्पिरिटमा काम गर्नुपर्छ। त्यसमा कमी कमजोरी छन् भने पनि ती कमी कमजोरीहरू पनि अहिले नै हामीले खोट्याउन सक्छौँ र त्यसलाई भविष्यमा संशोधन गरेर परिपूर्ति गर्न सक्छौँ भन्ने मेरो एउटा धारणा रहेको छ। र त्यो धारणा बमोजिम यसबाट केही अहिले तत्काल गर्ने र केही पाठहरू सिक्ने र भविष्यमा अझै सुदृढ कसरी बन्ने भन्ने कुराहरू महत्त्वपूर्ण हुन्छ, त्यसमा पनि हामी लागिरहेका छौँ। र अहिले यो चाहिँ अहिले बर्सातको सँगसँगै जुन एउटा केही यो चाहिँ विपदहरू आयो भनेदेखि विपद भौतिक क्षतिहरू त भइ नै राखेको छ, अहिले त्यो रिपोर्टहरू आइ नै राखेको छ। तर मानवीय क्षति चाहिँ एउटा जिरो होस्, यसपालि शून्य नै होस् भन्ने उद्देश्यका साथ काम गरिएको छ। मानवीय क्षति शून्य होस् र त्यसमा चाहिँ कुनै पनि हालतमा कमी कमजोरी नहोस् भनेर यसमा निर्देशन गरिएको छ। सँगसँगै यो विपदको बेलामा फाइदा उठाउने पनि हुन्छ, कहिलेकाहीँ त क्राइसिस बिजनेस हुन्छ। अहिले सुशासनको लागि गठन भएको सरकार हो, त्यसकारणले यो क्राइसिस बिजनेस, यो क्राइसिसको बेलामा अपर्च्युनिटी जसले देखिरहनु भएको छ, खास गरेर नाजायज अपर्च्युनिटी, एउटा सद्भाव राखेर एउटा स्वयंसेवी भएर काम गर्ने, अरू बेलाभन्दा बढी खटेर काम गर्ने, एउटा चाहिँ सन्तुष्टि लिने, इज्जत प्रतिष्ठा बढाउने त्यो अवसर छ, त्यो एउटा जायज कुरा हो। तर यही बेलामा चाहिँ आर्थिक आर्जनको लागि एउटा उपयुक्त मौका हो भनेर जतिखेर दुःख परिया छ, राष्ट्रमा सङ्कट आइराखेको छ, एउटा मानवीय सङ्कट आइराखेको छ, एउटा असजिलो अवस्था छ, कठिनाइको अवस्था छ, त्यही बेलामा फाइदा लिन्छु भन्ने यदि कोही त्यस्तो खालको तत्त्वहरू छ, कसैको दिमागमा त्यो आएको छ भने पनि त्यसलाई कडा रूपमा त्यो कुरालाई चाहिँ अहिले निगरानी गर्नुपर्छ र नियन्त्रण गर्नुपर्छ भन्ने पनि स्पष्ट मेरो निर्देशन रहेको छ। त्यसकारणले मैले अहिले यो जति यो सरकार मातहतको जति पनि संयन्त्रहरू छ, उहाँहरूले यसलाई चाहिँ कडा रूपमा कार्यान्वयन गर्नुहोला। सुशासनको विषयवस्तु यो बेलामा अझ बढी महत्त्वपूर्ण छ, किन भन्दा सानोभन्दा सानो कमी कमजोरीले पनि फेरि एउटा चाहिँ नयाँ परिस्थितिको जन्म हुन सक्छ। अहिले तत्कालको अवस्था हेर्दाखेरि राजनीतिक परिस्थिति पनि अलि जटिल छ, व्यापक असन्तुष्टि छ। यही बीचमा सरकारको कमी कमजोरीको कारणले, हाम्रा संयन्त्रहरू, हाम्रा कर्मचारीहरूको कमी कमजोरीको कारणले कहीँ चाहिँ नाजायज कामहरू भए, त्यस्तो काममा चाहिँ स्वयं हाम्रो संयन्त्रको मान्छेहरूको इन्भल्भ भयो भनेदेखि मलाई लाग्छ यो सरकारप्रतिको, राज्यप्रतिको असन्तुष्टि नयाँ चरणमा प्रवेश गर्छ। त्यसकारणले यो चाहिँ शान्ति सुरक्षाको लागि पनि, राष्ट्रिय सुरक्षाको लागि पनि यो एकदमै मनन गर्नुपर्ने विषय छ। यसमा कहीँ पनि यो खालको कमी कमजोरी हुन नदिनु होला भन्ने मेरो स्पष्ट निर्देशन रहेको छ। बाँकी चाहिँ राम्रो काम गरेर यो सद्भाव बढाउने, सहकार्य बढाउने, नागरिक र सरकारको बीचको सहकारिता बढाउने, यो कुरालाई चाहिँ यहाँहरूले विशेष रूपमा ध्यान दिनु होला। यस्तो खालको यो अवसरमा यसलाई चुनौती हो, तर यसलाई एउटा अवसरको रूपमा यहाँहरूले आफ्नो कार्य सम्पादनलाई उच्च स्तरमा लानुभयो भने राज्यले पक्कै पनि यहाँहरूलाई सम्झिनेछ, जनताले पनि सम्झिनेछ, पुरस्कृत पनि हुनुहुनेछ। त्यो भावनात्मक रूपमा पुरस्कृत हुने कुरा त छँदैछ। राज्यले आफ्नो ठाउँबाट थप अरू हिसाबले पनि पुरस्कृत पनि गर्नेछ। त्यसकारणले यो एउटा कठिन अवस्थामा अहिले सरकारले जसरी अहिले
हामी राति दिन खटिराखेका छौँ। 3 दिनदेखि त म आफै पनि खटिराखेको छु र अरू यहाँको संयन्त्र सबै खटिरहनु भएको छ र अरू नागरिक सङ्घ संस्थाहरूको तर्फबाट पनि साथीहरू खटिरहनु भएको छ, विभिन्न अभियान कर्मीहरू जसको धेरै लामो अनुभव छ। कतिपय कुराहरूमा त यसमा चाहिँ राज्यभन्दा सरकारभन्दा नागरिक अगाडि देख्छु मैले, किनभने मलाई पनि सुरुमा यो विषयहरू ल तत्काल चाहिँ एड्रेस गर्नुपर्ने कुरा छ है, अग्रसरता लिनुहोस् भनेर नागरिक तहबाट भनेको, सरकारी संयन्त्रले भन्नुभन्दा अगाडि नागरिकले भन्नुभएको। त्यसकारणले सरकार पछि पछि नागरिक अघि अघि भएको अवस्था पनि छ। अब हामीले यस्तो अवस्था चाहिँ सकभर चाहिँ हुन नपरोस्। पहिला चाहिँ सरकारै अगाडि हो, सरकार भनेको अभिभावक, अभिभावकले पहिले थाहा पाउनुपर्छ र नागरिकको चाहिँ संरक्षण गर्नुपर्छ भन्ने चाहिँ एउटा मेरो धारणा पनि हो। त्यसकारणले यसै मुताबिक हामी सबै मिलेर यो विपदको जोखिमलाई न्यूनीकरण गरौँ, यसको व्यवस्थापन गरौँ र चाहिँ यो समाजलाई, हाम्रो नागरिकलाई र समग्र जनधनलाई हामीले चाहिँ क्षति हुनबाट बचाउँ भन्ने मेरो अपिल पनि रहेको छ। सायद मैले भन्नुपर्ने कुरा यति नै होला अहिलेलाई। थप केही कुरा भयो भने अपडेट्सहरू आइरहेको छ, केही यसमा थप समन्वय चाहियो, अरू चाहिँ एजेन्सीहरूको माथिल्लो तहमा कुरा गर्नु पर्यो भनेदेखि म जुनसुकै बेला तयार छु। कतिपय नीतिगत निर्णय लिनुपर्ने छ भने पनि समयमै त्यो कुराहरू हामीले थाहा पाउनु पर्यो र हामीले नीतिगत निर्णय र माथिल्लो तहमा गर्नुपर्ने समन्वयको लागि चाहिँ मैले आफूलाई यसमा 24 घण्टा मैले आफूलाई ओपन राखेको छु। राति निन्द्रामा पनि फोनको घन्टी बज्यो भने पनि म त्यसलाई रेस्पोन्स गर्छु र नागरिकको जीवधनको सुरक्षामा हर हमेसा सरकार तयार छ भन्ने कुराको सन्देश पनि दिन चाहन्छु। हस्, धन्यवाद। मैले भने धेरै बोलिहाल्नु छ नि तपाईँले, यो विषय तपाईँकै विषय हो, तपाईँले भने अब सुरुमा ल है यस्तो यस्तो हुँदैछ भनेर। हजुर अलि निर्देशन टाइपको गएको ठिकै होला होइन, त्यो किन छैन अहिले त्यही नै चाहियो होला। समाज सबै सरकार यो मल्यु एउटा छ, अरूसँग अर्को छ, तपाईँ निकाल्नु होला। नारायण घाटदेखि तपाईँको पुल्चोकसम्म होइन, रामनगरदेखि पुल्चोकसम्म गैँडाकोटमा मलाई मलाई मेसेज गरिदिनुहोस् न। एकैछिन उहाँले फोन गर्नु। एकैछिन मन्त्रीजीसँग कुरा गर्नु है। को एसएसपी साहब डिजास्टरको ए हजुर, हेलो, जय नेपाल सर। हजुर 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 प्रिभियस पोइन्ट र एन्ड पोइन्ट कहाँ छ, त्यो बिचमा एरिया कुन चाहिँ ठाउँ हो भनेर थाहा पाउन सक्नुहुन्छ। हजुर जियो लोकेसन हजुर हो। त्यो यो निर्णयमा गृह मन्त्रालयको निर्णयमा उसलाई चाहिँ गन्तव्यमा पुर्याउने नै लेखेको छ, त्यसमा पनि एम्बुलेन्सको सम्बन्धमा हो।